यो यो नः प्रचोदयात्। सवित्र इष्टदेव भगवान सूर्यदेवको तेजस्विता आफ्नो बुद्धिलाई प्राप्त होस्, आफ्नो बुद्धि सदा सत्मार्गमा सत्कर्ममा प्रवृत्त हुँदै जाओस् र आफूभित्रका सम्पूर्ण दुःख पीडा अज्ञानता पूर्णतया क्षय हुँदै जाओस्। आफूमा सकारात्मक ऊर्जा, सकारात्मक सोच, सकारात्मक चिन्तन एवं सकारात्मक स्मृति सदा छाइरहोस्, सदा छाइरहोस्। प्रार्थना गर्दै जानुहोस्। अब कल्पनामा सवित्र इष्टदेव सूर्य भगवानलाई प्रणाम गर्नुहोस्। अब बिस्तारै दुवै हातलाई खुट्टामाथि ज्ञान मुद्रामा राख्नुहोस्। सबै साथीहरूसँगै बसेर रमाएर भेला भएका छौँ भन्ने मलाई लाग्छ। अनि हाम्रो आनन्द गुरुबालाई धेरै धेरै प्रणाफुलित पारिदिनु भएको छ। मलाई त धेरै खुसी लाग्यो आजको balance gede भएको महसुस गर्नुहोस्। श्वास तान्दा सकारात्मक शक्तिलाई आफ्नो शरीरभित्र प्रवाह हुँदै भएको महसुस गर्दै जानुहोस् र श्वास बाहिर छोड्नुहुँदा आफ्नो शरीरका सम्पूर्ण नकारात्मक कमी कमजोरीहरू बोल्नु पर्यो है, पाल्नु भएन। ल्यान्स क्लबहरूको नाम लिइराख्दाखेरि उमा भगवानलाई पनि स्वागतको लागि चाहिँ अगाडि आइदिनु होला। र जो पनि रोगी हुने व्यक्तिलाई परमात्माले बराबर दिइरहेको छ कि रोगी भन्छ है। हामीलाई के सोच्छौँ यो गर्ने दिन सिक्नुपर्छ भन्दैन। किन भन्दाखेरि खाना के यस्तो जुन नासिका चलेको छ याद गर्ने, जुन नासिका चलेको छ त्यसैले पनि हात छुटेको छ भने पनि यो नाक बन्द गरेर हुँदैन। राम्रो हुन्छ भन्दाखेरि घरको त्यसरी हाम्रो घरमा के गर्छ, एकछिन गर्छ भयो आज नगरौँ भोलि गर्छ। प्रजापति प्लिज अगाडि आइदिनु होला। ज्ञानी मैया श्रेष्ठ अनि त्यसैले चाहिँ जुन उहाँले उन्नति होस्, प्रगति होस् र भन्ने शिरो मिसलाई जुन यो नयाँ पाल आज उठाएको छ, विशेष गरेर जुन यो पनि माया चाहिँ नि पाल चाहिँ पूरा